अनि गाइज के हजुरहरुलाई थाहा छ 13 वर्ष रियल मैड्रिडको लागि खेलेर 6 वटा त च्याम्पियन्स लिग मात्रै ल साथसाथै अरु थुप्रै मेजर ट्रफीहरू जित्न सफल रहेका लेजेन्डरी क्रोसियन फुटबल स्टार लुका मोड्रिक चाहिँ अब 13 वर्ष 13 सिजन पछि चाहिँ लिभ गर्दैछन् रियल मैड्रिड। तर दुःखदको खबर चाहिँ के हो भने एक्चुअली लुका मोड्रिकलाई चाहिँ रियल मैड्रिड छोड्न मन छँदै छैन र क्लब रियल मैड्रिडले चाहिँ लुका मोड्रिकले बेच्ने भनेपछि लुका मोड्रिकले चाहिँ यस्तो कुरा भनेको थिए, मलाई अहिलेको जति स्यालेरी दिनु पनि पर्दैन, मेरो स्यालेरी घटाइदेऊ, मलाई बेन्चमा राख, त्यो पनि म स्वीकार गर्नेछु र लास्टमा क्लबलाई कति टाइम लाग्छ लिग र राम्ररी सोचेर डिसाइड गर भनेर लुका मोड्रिकले चाहिँ रियल मैड्रिडलाई भनेको थिए। यतिसम्म आफूले अफर गर्दा पनि देयर इज नो रेस्पोन्स एन्ड इन द एन्ड क्लब डिसाइडेड नट अफर हिम अ न्यू डिल। अनि भन्नुहोस् एज अ रियल मैड्रिड फ्यान्स के यो गर्नु क्लबले राम्रो हो या होइन, कमेन्ट गर्नुहोस् है त।